यो फाइनल स्टेजमा चाहिँ हाम्रो सेको यति बनिसकेको छ हैन। राजाले एकदम खरिएको सेकोहरू हेर्नु न, सेकोको कलर हेर्नु त यस्तो दामी छ। अर्गानिक टेस्ट यसरी कोइलामा मात्र हैन। पुरा हाम्रो राजा भाइले चाहिँ कोइलामा मात्र खतरा बनाउँदैछ भने अब दामी छ नि। कोइलामै खाने हो नि त, चार्मिङ कोइल आउँछ नि त, कोइलको टेस्ट आउँछ नि त यो कोइलाको। ल यता चाहिँ फेरि हाम्रो साल दाजुले तावा सेको बनाउनु हुँदैछ। तावामा मसला मात्र हैन, मसला मात्र हाल्दा हुन्छ दाजु, अघि मसला मात्र हो त। ल यता छ बोसो, यता फाल्टै निकाल्नु भएको छ उहाँले। साल दाजु यता पाकिसक्यो होला हौ दाजु, खतरा छ त नि। आम्मा आम्मा ल ल ल आम्मा सेपै हुनुभयो त बा, आगो पुरै बालिदिनु भयो त नि। सुन भाइ कता गयो हाम्रो सुन भाइ चाहिँ फेरि। ल हाम्रो सलादको लागि चाहिँ यता तयारी हुँदैछ हैन। फलफुलहरू चाहिँ सलादको लागि चाहिँ साथी हो यहाँ तयारी हुँदैछ हैन। यो चाहिँ अब एकछिनबाट हामी सलाद बनाउँछौँ। आजको हाम्रो यस्तै हुँदैछ साथी हो, रात्रिकालीन क्याम्पिङ हैन। अनि ठिकै हुन्छ त, टेस्ट गर न, टेस्ट गर खै। धेरै डर जस्तो लाग्दैछ मलाई पनि, अलिकति यो बढी डर कि जस्तो लाग्दैछ। यतिकै ठिक हुन्छ क्या राजा, कालो भन्दा पनि गयो क्या। ल साथी हो म टेक लिन गइरहेको छु ल, एउटा चाख दिनु पर्यो। दामी ठिक छ राजा, गुड। मसला फिराइ चाहिँ मेरो फेरि साथी हो खतरा रहेछ मसला फिराइ चाहिँ। राम्रो दामी यम्मी दामी छ हौ। एकपल्ट डढेको टेस्ट गरिदिनु कस्तो भयो होला। बढी डढेको त राजा अलिकति तितो तितो छ हौ। कालो त अलिक डढेको रहेछ हौ, अलिक राता राता पनि पार ल। घिन लाग्छ क्या रातो रातो पाकेको मात्र खानु ठिक हुने नि त हैन।